हेलो गाइज, कस्तो हुनुहुन्छ तपाईहरु सबैजना। आज बेंगली न्यू इयर है। आज हामीले अलिअलि मात्रै मनायौं। आइसाको ड्याड अलिक बिसन्चो नभएकोले गर्दा अलिक रिकभर त हुँदैछ। सो एनीवेज हामी बेंगलीबाट है तपाईहरु सबैजनालाई ह्यापी न्यू इयर। सबैजनाको अब यो आउँदो दिनहरु यो इयर राम्रो बितोस्। सबैभन्दा पहिला इम्पोर्टेन्ट कसैको घरमा बिमारी नहोस्, सबैजना एकदम हेल्दी रहोस् म प्रेयर गर्छु है। एन्ड थ्याङ्क यू सो मच तपाईहरु सबैले मेरो लागि धेरै धेरै प्रे गरिदिनु भएको थियो र आज आइसाको ड्याड है निकै रिकभर भइसक्नु भएको छ। वन्स अगेन थ्याङ्क यू सो मच एन्ड अल्सो ह्याप्पी न्यू इयर फ्रम अस। अन्त भोलि आइसाको बर्थडे हो। अन्त आज न्यू इयर सँगसँगै अब भोलि आइसाको बर्थडेको पनि प्रिपरेसन चलिरहेको छ। ज्यादा ठुलो सेलिब्रेट नगर्ने यो पालि है, अलिअलि अब नगरौँ भन्दाखेरि पनि स्कुलमा दिनैपर्छ। नानीहरूले एक्सपेक्ट गर्छ, सानो नानीहरू छ है। अन्तखेरि म तपाईँलाई देखाउँछु है सबै नानीहरू आइसाको बर्थडेको लागि स्कुलको लागि एकदम रिटर्न गिफ्ट प्याकिङ हुँदैछ। म देखाउँछु तपाईहरुलाई। चाहिँ पेन्सिल ब्यागमा पेन्सिल, इरेजर, शार्पनर प्याकिङ हुँदैछ हो। यहाँ चाहिँ स्न्याक्स छ, यहाँ जुस छ, अन्त यहाँनिर टोयज छ। सबै एक एकवटा चाहिँ हामीले चाहिँ के गर्नुपर्छ, यो ब्यागमा हाल्नुपर्छ। म अहिले तपाईहरुलाई देखाउँछु ल टोटल उयो भएर चाहिँ गिफ्ट प्याक भएपछि। अब यो यसरी यो पेन्सिल ब्याग, आफ्टर जुस, द केक। अब टोयज चाहिँ डिफ्रेन्ट छ हो, जसको लकमा जे पर्छ। अब यो चाहिँ मैले बनाउनु पर्यो 35 वटा आइसाको। सबैजना मिलेर 3 जना मिलेर गर्दा छिटै भयो, नत्र एक्लैले कम्ती साह्रो पर्थ्यो। हामी यहाँ काम गर्दा गर्दै बहिनीको जुत्ता पनि आएछ, बर्थडेको जुत्ता। कस्तो मजाको रहेछ, मजाको आएछ त ल। जुत्ता आयो, त्यहाँदेखिको बहिनीको कति आएको छ यहाँनिर। All set for birthday. एकजना चाहिँ माजा पाइहालेर उ के हो त्यो माजा। भोलि तिम्रो के हो, बर्थडे। तिमीले कस्तो खालको केक मगायो, मोटु पतलु। पुरा मनपर्छ मोटु पतलु। ल लु आजको लागि यति नै, सबै सेट भयो हाम्रो। अब भोलि आइसाको बर्थडे स्कुल गएर सबै गिफ्टहरू दिएर बेलुकासँग सेलिब्रेट गरिदिने।